साग अहिले चाहिँ यस्तो भइसक्यो है। तर किराले बिस्सन खाइरहेछ। औषधि हाल्यो भने फेरि खान मन लाग्दैन। हेर्नु न यस्तो राम्रो फलिरहेछ। घरेलु केही उपायहरू छ भने भनिदिनुहोस् न। हेर्दा हेर्दै यत्रो भइसक्यो साग पनि। यो चाहिँ डल्ले मुला है। यति राम्रो भएछ। हेर्दै अब त चिसोले गर्दा खुर्सानी पनि नहोला जस्तो छ। फुल्न चाहिँ छोडेको छैन अझै पनि। तर हुन्छ कि हुँदैन थाहा नै छैन। झन् राम्रो हुँदै गएको छ खुर्सानी। हेर्नुहोस् त सागहरू पनि एकदमै राम्रो भएको छ। किरा चाहिँ एकदमै लाग्ने भएको, के गर्ने होला। एकदमै रहरै लाग्दो भएको छ साग चाहिँ। समय चाहिँ लाग्ने रहेछ। साग चाहिँ एकदम राम्रो भएको छ। देख्नै मन नलाग्ने यस्तो भएको छ साग। ल हेर्न सक्नुहुन्छ।